बैंकिङ कसुर सम्बन्धी चेक बााउन्सको मुद्दामा कानुन संशोधन भएसँगै 1 वर्षभन्दा पुरानो चेक काम नलाग्ने भएको छ। विनिमय अधिकार ऐन 2034 अनुसार बााउन्स भएको चेकको हदम्याद 5 वर्ष हुन्थ्यो। अब बैंकिङ कसुर ऐन अनुसार मात्र मुद्दा चल्ने भएकोले चेक बााउन्स भएको 1 वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने हदम्याद राखिएको छ। त्यस्तै प्रहरीमा जाहेरी दर्ता भएको 6 महिनाभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। संशोधित ऐनमा चेक बााउन्स गर्ने प्रक्रियामा पनि हेरफेर गरिएको छ। चेकमा उल्लेख भए अनुसार खातामा पर्याप्त निक्षेप नभएमा अब बैंकले खाता धनीलाई 45 दिनको समय दिएर पैसा जम्मा गर्ने सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। त्यति गर्दा पनि पैसा जम्मा नगरे 3 दिनभित्र चेक बााउन्स गरेको प्रमाणित गरी भुक्तानी पाउने व्यक्तिलाई चेक दिनुपर्ने हुन्छ। त्यसैगरी यसअघि चेक बााउन्सको मुद्दा आफैले सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो। संशोधित ऐनमा चेक बााउन्सको मुद्दा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउन पाउने प्रावधान गरिएको छ। यसअघि जरिवाना 7% रहेकोमा अब बिगो भराएर 5% मात्र सजाय राखिएको छ। 15 लाखसम्मको बिगोमा 1 महिना, 15 देखि 50 लाखसम्म 3 महिना, 50 लाखदेखि 1 करोडसम्म 1 वर्ष, 1 करोडदेखि 10 करोडसम्म 2 वर्ष र 10 करोडभन्दा धेरै बिगोको हकमा 4 वर्ष कैद सजायको प्रावधान राखिएको छ। त्यसैगरी अब चेक बााउन्सको मुद्दामा पनि मिलापत्र गर्न पाउने व्यवस्था भएसँगै यसअघि चेक बााउन्समा भएको रकमको स्रोत खुलाउनु पर्थ्यो भने अब स्रोत खोज्न नपाउने व्यवस्था पनि गरिएको छ।